ककरोचको बाउ हो नि त। म आज भन्नै पर्छ, भारत सिद्ध्याउने खेल्नु हुँदैछ यहाँबाट, चाइना सिद्ध्याउने खेल्नु हुँदैछ यहाँबाट। र भारत र चाइनाका सबैलाई म के भन्छु भने नि, यो सरकार ककरोचको बाउआमा त सुदन गुरुङ, आसिफ शाह, बालेन शाह, आसिफ भयो नि, यो कुमार बेन, यो सब हुन्। आज म एउटा कुरा के भन्छु भने नि, यदि दुर्गा मातामा शक्ति रहेछ भने नि, यिनीहरूको नि, यिनीहरूले दसैँ देख्न पाउँदैनन्। हेर्दै जानु, दसैँ देख्न पाउँदैन होइन। यो पटक पटक यिनीहरूले आउने दुःख दिने गर्छ है। अब बालेनले र सुदनले, बालेन सुदन अनि त्यो आसिफ शाह भन्ने त्यो आइएसआईको दलालहरू छन् नि, त्यहाँ आइएसआईका दलालहरू त्यहाँ बसेका, तिनले मेरो कोठो हेरुन्। तिनले जति नै भ्रष्ट गरे पनि नि, यतिको घर बनाएर यतिको गरेर बस्न सक्दैन नि। यो अपराधीहरूले, देश बेचुवाहरू नि यिनीहरू। पटक पटक यिनीहरूले मलाई दुःख दिने होइन। यो के गरेको आएर पटक पटक। न म लागु औषध व्यापारी हुँ है, न म तपाईँको चाहिँ नि हतियार सप्लाई गर्ने मान्छे हुँ होइन, न म चेलीबेटी बेचबिखन गर्ने मान्छे हुँ, न मुनै म। तपाईँ कहाँबाट आउनुभयो? ए, न म कुनै 2 नम्बरी काम गर्ने मान्छे हुँ होइन। राज्यलाई म सालको 50 करोड ट्याक्स बुझाउँछु, 5000 मान्छेलाई रोजगारी दिने मान्छे हुँ म। बालेन जस्तो, सुदन जस्तो, त्यो आसिफ शाह जस्तो नि म लठेत होइन नि। म त देशलाई नि केही गर्नुपर्छ भनेर देखाएर आएको मान्छे हो नि। मलाई पटक पटक तिमीहरू दुःख दिनुभन्दा पहिला नि, तिमीहरू